लक्ष्मी भण्डार कसरी चेक गर्ने भन्ने कुरा चाहिँ तपाईलाई म फोन मार्फत सिकाउन गइरहेको छु। हेर्नुस् ल। फर्स्टमा चाहिँ हामी गुगलमा गयो, त्यहाँदेखि यहाँ सर्च गर्यो लक्ष्मी भण्डार स्टेटस। मैले अघि नै सर्च गरेको थिएँ, त्यही भएर मैले यहाँ लेखिरहेको छ लक्ष्मी भण्डार स्टेटसमा क्लिक गर्यो। त्यसपछि ट्र्याक एप्लिकेसन्स एन्ड भ्यू यो लेखेको आउँछ, यहाँनिर तपाईँले क्लिक गर्नुपर्ने हुन्छ। भ्यू पेमेन्ट स्टेटस यहाँ क्लिक गर्नुहोस्। त्यहाँ क्लिक गरेपछि चाहिँ यो आउँछ, तपाईँलाई यहाँनिर सर्च युजिङ आउँछ नि, यहाँ चाहिँ तपाईँले क्लिक गर्नुपर्छ। अब यहाँ आयो तपाईँले एप्लिकेसन आइडी, मोबाइल नम्बर, आधार नम्बर, यो स्वास्थ्य साथी कार्ड नम्बर जुनबाट पनि तपाईँले चेक गर्न सक्नुहुन्छ। सजिलो चाहिँ आधार कार्ड नम्बरै लाग्यो मलाई, त्यही भएर मैले आधार कार्ड नम्बर लगाएर युज गर्दैछु। यो आधार नम्बर लगाइसकेपछि चाहिँ यहाँनिर यो जुन लेखेको छ नि, यो सेम टाइप गर्नुपर्छ तपाईँले। यहाँनिर तल पनि स्मल लेटरमा छ भने स्मल लेटरमै टाइप गर्नुपर्छ, क्यापिटल लेटर छ भने क्यापिटल लेटरमै टाइप गर्नुपर्छ। टाइप गर्नुपर्छ जे छ त्यहाँनिर, त्यही नम्बर छ भने नम्बरै टाइप गर्नुपर्छ। देखि यहाँनिर सर्च लेखेको छ, यहाँनिर क्लिक गर्नुपर्छ। तल गएर हेर्नुहोस् त, यहाँ तपाईँको पेमेन्ट स्टेटस आयो, तपाईँले यसमा फेरि क्लिक गर्नुहोस्। अब यहाँनिर हेर्नुहोस् त्यही सबै जुनमा हाम्रो पसिसकेको छ लक्ष्मी भण्डार, त्यसमा पेमेन्ट सक्सेस भनेर आएको छ। यो चाहिँ सबै हाम्रो पसेको हो। अब फेब्रुअरीको चाहिँ पेमेन्ट अन्डर प्रोसेस भनेर आएको छ, यो चाहिँ 1-2 दिन बादमा देखाउने छ।